हामी गाउँमा छौँ यहाँ मेरो गाउँमा यहाँ बारीमा आज हामी यो सजनाको बोट अस्ति काट्यो आदि अब यो काट्नु छ अब हैन अनि अब यो काटेर हार्भेस्ट गर्न आँटेको छौँ है यहाँ एभोकाडोको बोट छ है अब यहाँ कुलाहरू लगाएको छौँ हामीले यो लिचीको बोट यो कोलाको बोट पनि देखाउँछु म है कोला यो अर्को एउटा पर्साको छ यो सब्जी खाने कोला हैन यहाँ जाजी कोला एउटा अब टाइम टु हार्भेस्ट गर्ने बेला भएको छ यो हैन रेडी टु हार्भेस्ट अस्ति मङ्सिरमा आएको यो अब नयाँ पनि आएको छ यहाँनिर हैन अब यो नयाँ आफ्टर 6 मन्थ रेडी टु हार्भेस्ट है त्यहाँदेखिको यो अब पानी परेपछि नयाँ बच्चाहरू पनि निकालेको छ सार्नु पर्ने छ यहाँनिर त्यहाँ आँप पनि छ हामीसँग आँपको भेराइटी चाहिँ एल्फेन्सो आँप छ हामीसँग होइन एल्फेन्सो आँप आई थिङ्क नेपालमा रेयरेस्ट छ यो ब्रिड होइन अरू कसैको ठाउँमा छैन के भाइ यो अलि चिचिला भर्खरै भएको छ है अब 2 महिनामा यो रेडी टु हार्भेस्ट अर्को कुरा भनेको मैले अम्बकहरू लगाएको छु कागतीको बोट है लिचीको बोट चाहिँ यो खासै खाँदैन अब यो नेक्स्ट टाइम अब नेक्स्ट इयर चाहिँ फल्छ होला यो मालदा आँपको बिरुवा यसपालि लगाएको तर यो किरा लागेको छ यसलाई दबाई हाल्नुपर्ने छ यो चारपाटेको बोट यहाँ चारपाटे यो पनि कलमी चारपाटे यो भनेको तपाईँको कागतीलाई चाहिँ यहाँ अनारको बोट पनि छ अनारको बोट होइन सबै अब यहाँनिर यो कोलाहरूको उयो लगाइदिउँ भनेको अब अलिक पछाडि कोला र सुपारी होइन फार्म जस्तै अब यो सजनाको कोठामा हामी हार्भेस्ट गर्नु लाग्दैछ एकदम राम्रो गुड फर हेल्थ यसको पत्तादेखि लिएर यसको फल सबै थोक राम्रो बेनिफिट एकदम राम्रो गुणकारी सब्जी तथा यसको अब यो हाँगाको के अरे मुन्टाको दाल खाए पनि भयो होइन ल अब यसलाई अहिले हार्भेस्ट गरेर के अरे ढालेपछि म देखाउँछु कति दुध छ है त कति भएछ हौ छिपेछ नि हाम्रो काकी चाहिँ यहाँनिर काकी हाई गरिदिनु न उहाँले चाहिँ एकदम राम्रो चिज कलेक्सन गर्नुहुँदैछ यसको पत्ता कलिलो पत्ता सुकाएर चिया पिउने अरे होइन काकी यो कसको लागि के छ यसको फाइदा चाहिँ के छ यसको यसको त धेरै फाइदा छ त प्रेसर सुगर अनि त्यहाँबाट अरू पनि हरेक कुराको औषधि रहेछ नि त यो त त्यही भएर मलाई मन लाग्यो क्या यसको के पाउडर बनाइराख्नुपर्छ सुकाएर पाउडर बनाएर चिया खानुपर्छ चिया खानु है अब ट्याब अरू धेरै हुँदा त ट्याब्लेट बनाएर खाना नि हुँदो रहेछ अब ट्याब्लेट बनाउनु चाहिँ सम्भव हुँदैन हजुर हजुर र पनि अब यो यसो खाना ल काकी खानुहोस् कि तपाईँ खाएर कस्तो हुँदो रहेछ हामीलाई भन्नु न ल यसको के फाइदाहरू होइन कसरी तपाईँहरूलाई पाउडर बनाएर राख्ने अनि खाने ल खाँदै गएपछि चाहिँ कस्तो हुँदो रहेछ यसको त्यो हामीलाई भन्नु न ल फिडब्याक भन्नु न राम्रो फाइदा के कसरी पुऱ्याउँछ यसले भनेर होइन ल ल ल ल ल ल अझै छ त्यो यतातिर कतातिर हेर बाबुलाई के भयो मचुलो टोको अब टोक्यो अरे हौ मचुलो अब कोलाहरू पनि अब हार्भेस्ट गर्ने बेला भएको छ है हाम्रो त यहाँ अब नयाँ कोला आएको छ होइन अस्तिको पालि लगाएको कोलाहरू पनि बढेको छ यसपालि ल यस्तै छ यो पनि खुसी गयो
खुसी ल। हुन्छ त्यो लानु होला ल बाई बाई गरिदिनु जो सबैजना बाई 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 आयन भन्दैन बाई भन्दैन बाई बाई